हेलो गाइज, म फेरि पनि आइसकेँ। आज चाहिँ हामी बिहान चाहिँ रोटी हालेर मजाले आगोमा है तताएर खायौँ। रोटी पनि कस्तो दामी भएको हेर्नु, खाउँ खाउँ लाग्ने। अनि त्यसपछि एकातिर दाल बसाल्यौँ, सिमीको गेडाको झोल असाध्यै मनपर्ने। अनि नुन चाहिँ हामी सधैँ ढिका नुन खान्छौँ, पिसेर राख्छौँ है। अनि त्यसपछि मम्मी चाहिँ साग केलाउँदै हुनुहुन्छ मस्तले। अनि त्यसपछि साग, दाल, भात, अनि त्यसपछि अचार बनाएर मजाले अब दाल झान्ने तयारी हुँदैछ। अनि मजाले दाल साल झानेर अनि त्यसपछि त्यहाँबाट त्यसलाई भुटेर है, अनि हरियो धनियाँ माथिबाट चरप्प हालेर मस्तले उमाल्यो। अनि त्यसपछि बहिनीले चाहिँ साग पखाल्दैछ है, साग पखालेर नि काटेर अनि त्यसपछि मजाले आगोमा, हामी त्यस प्रायः जस्तो यो जाडोमा चाहिँ आगो नै प्यारो लाग्ने सबैलाई है, आगोमै बनाउँछौँ खाना प्रायः जस्तो चाहिँ हाम्रो। अनि साग पनि पाकिसक्यो। अनि त्यसपछि हामीहरू अब भात बसाल्ने एकातिर, भात बसालेर सबै खानाहरू सब रेडी भइसक्यो।